गरे यार यो बुढा यो के गरे यार यो हाँसु के हो यार यो यार बिल्ला गरिदिएछ केटा हो यार आज बेन्फिकाले यार हाम्रो यस्तो अटर ह्युमिलिएसन गरिदिएछ नि केटा हो बेन्फिकाले आज हामी थियौँ थर्ड पोजिसनमा बिहानसम्म म थिएँ खुसी जिन्दगी चलिरहेको थियो एकदम आरामदायी हेल्दी लाइफ जिएर हाँसेर खेलेर हिँडिरहेको मान्छे म थर्ड पोजिसनमा हदै भएर के होला र ड्र अथवा जितिन्छ सबै एल्गोरिदम यसरी त नआउला कि हामी आउटै हुनुपर्ने खालको नआउला भनेर क्या सोचेको थिएँ क्या ढुक्क थिएँ म तर जिन्दगीमा जब नराम्रो हुन्छ नि केटा हो नराम्रोमा वर्स्ट केस सिनारियो कुन हदसम्म जिन्दगीले देखाउन सक्छ भन्ने कुरा आजको रियल म्याड्रिड हेऱ्यो भने ठ्याक्कै थाहा हुन्छ क्या नराम्रोमा नराम्रो जे भएर जुन एल्गोरिदममा टेबल यताउता फ्लक्चुएट भएर जुन तरिकाले हामी आउट हुन सक्थ्यौँ नि त्यही नै भएको छ क्या त्यही नै भएको छ क्या हरेक कुराले आउट भएको थिएनौँ लास्टसम्म नि स्पोर्टिङले गोल हान्दिएर झन् लास्टमा आउट भयौँ कि अरूलाई बिगी गरेर अरूको गेम हेरेर भिख मागेर टप 8मा बस्नु पर्यो त्यही पनि बस्न पाइएन सो एनीवे केटा हो बेन्फिका आएको थियो इन्टेन्सिटीमा 29th पोजिसनमा थियो हार्नलाई केही पनि छैन जित्नलाई धेरै कुरा छ सिधा कुरा हार्नलाई केही पनि छैन हारे यसै आउट उसै आउट जोजे मरिनो सिम्पल एज द्याट प्रेस जान अगाडि जा डुएल जित गेम जित्न सके जित जे गर्न छ त्यही गिभ इट योर अल भनेर आएको थियो जोजे मरिनोको टिम बेन्फिका सिधा कुरा अनि दे गिभ देयर अल के केटा हो हामीले डुएल जित्दैनौँ सिधा कुरा डुएल जित्ने भने के हो हामीलाई थाहा छैन केटा हो बिजोग छ हाम्रो कन्डिसन बिजोग छ बेन्फिकाले यस्तो इन्टेन्सिटी देखाएको थियो ठ्याक्कै एथलेटिको म्याड्रिडको गेमको याद आएको थियो क्या मलाई एथलेटिको म्याड्रिडको जुन गेम थियो नि अस्ति मेट्रोपोलिटानोमा गएर जुन 5 गोल खाथ्यौँ नि हामीले एथलेटिको म्याड्रिडले इन्टेन्सिटी देखाएपछि ठ्याक्कै त्यही खालको गेम हो क्या बेन्फिकाले आएर मस्त इन्टेन्सिटी देखाइदियो थियो डुएल पनि जितिदिरहेको थियो हामीबाट केही भएको थिएन केटा हो यो गेम मिनेट 1बाट हारेको थियौँ क्या हामी मिनेट 1बाट वी वर ल्याक अफ कन्फिडेन्स वी वर ल्याक इन आवर सिट वी आर ल्याक इन आवर सिट केटा हो केही छैन यो टिममा डुएल जित्दैनौँ गिगन प्रेसिङको नाममा छेरुवा प्रेसिङ हुँदैछ हामीबाट छेरुवा प्रेसिङ बेन्फिकाको अपोनेन्ट हाफमा गएर बल जितिँदा कुरै छोडिदिउँ बेन्फिकाले उल्टै डुएल जितेर जम्मै जहाँबाट प्रेसिङ हानेर जहाँबाट बल जित्न मिल्थ्यो जम्मै जित्दैछ क्या मोस्टन्टुआनो त अब मेस्सी हाम्रो मेस्सी मोस्टन्टुआनो नाममा मात्र मोस्टन्टुआनो हो ऊ मेस्सी हो उसलाई बल यति धेरै लुज गरेछ मोस्टन्टुआनोले फर्स्ट हाफमा बल लुज मोस्टन्टुआनोलाई मात्र दोष दिन खोजेँ होइन मैले म एउटा प्लेयरलाई पनि यो गेममा एक्सेप्ट गर्न चाहन्न एउटा प्लेयरको पनि म गुणगान गर्न चाहन्न म कोर्टुवालाई सधैँ छोड्छु कोर्टुवाले आफ्नो बेस्ट दिन्छ नै होइन हरेक गेममा त्यो बाहेक एउटा पनि प्लेयरको म गुणगान गर्न चाहन्न क्या फर्स्ट हाफमा बेलिङमले अलिअलि ट्राई गरेको थियो बक्स टु बक्स खेल्न अलिअलि डिफेन्डिङ गरिरहेको थियो तर तालमेल काहीँ पनि छैन यो टिमको जित्न भनेरै आएको छैन पोर्चुगलमा सुटकेस बोकेर कोट प्यान्ट लाएर आउने अझ लाज पचेर कोट प्यान्ट लाएर आउने कि अझ म अचम्म छक्क परेँ यार केटा हो आज जित्न भनेर आएकै होइन बेन्फिका जित्न भनेर आएको स्ट्रेट इन दियर हेड थाहा थियो तिनीहरूलाई जित्नुपर्छ डुएल जित्नुपर्छ पेसी खेलाडी अगाडि ब्राङ अट्याक हानिरहेको थियो केटा हो डर लागेको थियो यार स्कोर लाइन देखेको हो 4 गोल 7 8 9सम्म हान्न सक्थ्यो कि फर्स्ट हाफमा यति धेरै चान्स हग्याछ बेन्फिकाले एथलेटिको म्याड्रिडले हामीलाई 5 हान्यो यिनीहरूले झन् 4 मात्र हान्यो कि एथलेटिको म्याड्रिड त अझ क्लिनिकल थियो यिनीहरू क्लिनिकल नभएको भएर 4 भएको एटलिस्ट क्लिनिकल भइदिएको भए 7 8 गोल खान्थ्यौँ क्या हामीले यस्तो बिजोग केटा हो वर्स्ट केस सिनारियो भएको छ थर्डबाट हामी आइसक्यौँ 9थमा खेल्दैछौँ अब प्ले अफ केटा हो सो आफ्नो टिमको कुरा गर्नलाई केही पनि छैन केटा हो फर्स्ट हाफमा वी वेयर अटर सिट सेकेन्ड हाफमा वी वेयर मोर देन अटर सिट त्योभन्दा पनि सिट नराम्रोमा पनि एकदमै नराम्रो के केटा हो मोस्टन्टुआनोले बल लुज गरिरहेछ एम्बाप्पे राइट लेफ्ट सेन्टर मन लाग्दी खेलिरहेछ अफ द बलको प्रेसिङ मन लाग्दी गरिरहेछ जो जहाँबाट खेल्दै नि भइरहेछ गुलर गएको छ कहिले लेफ्टमा कहिले खेलेको छ मिडमा बिचरा गुलरले ट्राई गरिरहेछ अलिअलि तर केही पनि भएको छैन स्पेसली डुएल नजितेको देखेर त म छक्क दङ्ग परेँ केटा हो बेन्फिकाको केटाहरूले डुएल जितेको हामीसँग बल थुतेको आम्मामामामा केटा हो जोजे मरिनोले आएर बिल्ला गरिदिएछ केटा हो टप प्लेयर भएर मात्र हुन्न टप टिम भनेर मात्र हुँदैन टप प्लेयर ल्याएर ग्रुप बनाएर झुन्ड बनाएर भेडाको बथान बनाएर मात्र हुँदैन भनेर जोजे मरिनोले एकदम क्लियरली देखाइदिएछ क्या आज जाबीलाई स्याक गरेर आर्बेलोलाई ल्याएको थियौँ आर्बेलोमा बल गिगन प्रेसिङ हेर्दै थियौँ हामी तर जोजे मरिनोले माथिको मान्छे के हुन्छ शिष्य भनेको के हुन्छ गुरु भनेको के हुन्छ आर्बेलुवालाई राम्रैसँग देखाइदियो र आर्बेलुवाको गल्ती म त यहाँ त 5% दिन्छु भर्खर आएको कोचलाई मैले के बिना दोष दिउँ जबकि मेरो खेलाडीहरूलाई खेल्न मन छैन यार यस्तो बिल्ला भएको छ केटा हो यार 9th फिनिस गरेका छौँ यार हामी यार
सेकेन्ड हाफमा बेन्फिकाले बल जितेको आम्मामामा म त त्यसमै छक्क परेको छु। म अझै पनि गुनगान गाऊँ भने म 10 मिनट गुनगान गाउन सक्छु होला क्या बेन्फिकाको। तर आफ्नो टिम अटर सिट छ केटा, अटर सिट। भिनिसियस कम्प्लेनिङ, अलवेज कम्प्लेनिङ। हावा दौडिरहेछ, कहाँ दौडिरहेछ थाहा छैन। एउटा हेडमा के छ, चिकन हेड हो कि के हो थाहा छैन केटा। एउटा दिमाग छ कि छैन, कहाँ दौडिने कसरी दौडिने थाहा छैन। जो जहाँ मन लाग्दै दौडिरहेछ। रोड्रिगो आज के न गेम चेन्ज गर्छु भनेर रेड कार्ड खाएर हिँडिदिएछ। एसेन्सियो, राहुल दे एसेन्सियो, दे प्युल, दे रामोस, दे भ्यान्डाइकले नि खानुभयो रेड कार्ड। दुईवटा त रेड कार्डै खान्छ। प्ले अफको मतलबै छैन। सिधै नकआउटमा छिर्न सक्यो छिर्ने हो, नत्र बाल हो रेड कार्ड खाइदिने हो। प्ले अफमा के हुन्छ थाहा छैन अब। एसेन्सियो पनि छैन, रोड्रिगो पनि छैन। बिजोग छ केटा हो यार, बिजोग छ यार। रियल म्याड्रिडको त लास्टै बिजोग भयो। लगातार 2-3 गेम जितेर अलिकति खुसी, अलिकति कन्फिडेन्स आएको थियो। प्रेसिङ एम्बाप्पेले त्यो बक्समा हानेको प्रेसिङ देखेर अलिकति खुसी आएको थियो। जोजे मरिनोले त एकैचोटिमा औकात देखाइदियो त, एकैचोटिमा औकात देखाइदियो त केटा हो। फर्स्ट गोल खाँदाखेरि एसेन्सियोको स्विमिङ देखियो। पेनल्टी अलिकति सफ्ट थियो, अफकोर्स थियो। पेनल्टी ओटामेन्डीलाई लडाएको अलिकति सफ्ट थियो, चिप्लेर लडेको थियो अथवा जे होस् अलिकति डाइभ गरे हो। 100% हो, पेनल्टी थिएन। ल म पनि भनिदिन्छु यो स्टेटमेन्ट, भार हेर्नुपर्ने हो। तर पेनल्टी दिएकै ठिक छ क्या। त्यो पेनल्टी गोल खाएपछि नि गर्नलाई यति अहेड टाइम, यति बाँकी छ क्या। तर कसैलाई केही गर्नै छैन। कसम भनेको केटा हो, गोल आएको, 2टा गोल आएको प्याचेसमा राम्रो खेलेको हो। नत्र 5 मिनट पनि यो गेम डोमिनेट गरेको छैनौँ क्या हामीले। 5 मिनट पनि 10वटा प्यासेज अफ पासेस हेर्न पाएन क्या राम्रोसँग। डुएल जित्ने भनेको त कुरै छोडिदिउँ। मन लाग्दै दौडिरहेछ खेलाडी। को कहाँ कसरी, के आइडेन्टिटी, के सिस्टम, केही पनि थाहा छैन। अगाडिको अपोनेन्ट हातमा बल जित्ने भनेको के हो थाहा छैन। जोजे मरिनोले आएर औकात देखाइदिएछ केटा, औकात देखाइदिएछ क्या बेन्फिकाले राम्रो औकात देखाइदिएछ। सुधार्न पर्ने धेरै कुरा छ है। नौडम है रियल म्याड्रिड फ्यान्स तथा रियल म्याड्रिडका प्लेयरहरू, आरबेलुवा सबैलाई वार्निङ, नौडम है, उड्ने बेला भएको छैन भनेर देखाइदिएछ कि केटा। अब प्ले अफ खेल्न छ, अब बोल्न खासै केही कुरा छैन। प्ले अफ खेलौँ। इन्टर मिलानसँग छ गेम। इन्टर मिलानले नि उस्तै पऱ्यो, यस्तै गेम हो भने पेलेर हिँडिदिन्छ होइन। सो यही गेम हेरेर इन्टेन्सिटी लिएर आयो भने पेलिदिन्छ। अलिकति मेन्टालिटी चाहिँ बढाउनुपर्छ हाम्रो टिमको। नत्र भाइ यो तरिकाको मेन्टालिटीले यो टप प्लेयर, नामको टप प्लेयरलाई ल्याएर भेडा बनाएर यो बथान नगरौँ यार। आजको गेमसँग एकदम डिसपोइन्ट छु। हार्नु इज ओके, 9th पोजिसनमा फिनिस गर्नु पनि ल ठिक छ, मैले मान्दिएँ, इट्स ओके। तर केही पनि नदेख्नु टिमबाट इज अ डिजास्टर के केटा। एउटा फ्यानको लागि त झन् अति नै डिजास्टर हो क्या। योभन्दा डिजास्टर त केही पनि नै हुँदैन क्या। अति नै डिजास्टर। मिड सिजन कोच स्याक गरेका छौँ, एउटा इन्टेरिम टाइपको लिएर आएको छौँ, केही महिनालाई ल्याएको छौँ। पर्मानेन्ट अफकोर्स हुँदैन, किनकि च्याम्पियन्स लिग त आरबेलुवाले जिताउँदैन, हुँदैन नै पर्मानेन्ट। को ल्याउने हो भोलिको स्योरिटी छैन। त्यसै कोच निकाल्दैछ। म्यानेजमेन्टतिर नजान्छु म यो भिडियोमा भने त्यतै पुग्न थाल्छु। सो त्यही हो केटा हो। प्लेयरहरूलाई नै हो यसको गल्ती जानिने होइन। विङबाट केही बन्दैन हाम्रो। एम्बाप्पेले गोल हान्छ, बिचरा ब्रेस हानेछ। ट्राई जताबाट गरे नि एटलिस्ट गोल आउँछ एम्बाप्पेबाट। एम्बाप्पे बाहेक हाम्रो अरू गोल स्कोररै छैन, कोही पनि नै छैन। कामाभिङ्गा आएपछि अलिअलि बल जितिरहेको थियो। फर्मेसन यो अलिकति चित्त बुझ्दैन मलाई होइन। प्लेयरहरू खेलाएको पनि अलिकति चित्त बुझिरहेको थिएन। कामाभिङ्गालाई नि युज गर्नुपर्ने हो जस्तो लाग्छ मलाई। अलिकति ढिलो युज गरिरहेको थिएँ। एसेन्सियोले रेड कार्ड हच्छ खाइदिरहेको छ। सो एभ्रिथिङ इज फ्रस्ट्रेटिङ यार केटा हो, फ्रस्ट्रेटिङ छ। सो जोजे मरिनो बेन्फिकाको टिम 24th पोजिसनमा आएर लास्टमा गएर प्लेअफको लागि क्वालिफाई भयो। लास्टमा बेन्फिका र हामी भनेको दुईजना प्लेअफमै भयौँ क्या। सो त्यो सिचुएसन छ। ठिकै छ केटा हो, प्लेअफ खेलौँ जितौँ होइन। सो इट्स ओके, के भन्ने अब लास्टमा एट द इन्ड अफ द डे। तर वी आर सिट, अटर सिट। आवर मेन्टालिटी इज सिट, आवर कन्फिडेन्स इज सिट, आवर ट्याक्टिक्स इज सिट, आइडेन्टिटी इज सिट। सबै कुरा पात भइसकेको छ। नराम्रो हारियो केटा हो। नराम्रोमा जे हुन सक्थ्यो सबै भयो। सो ठिक छ, गुड नाइट केटा हो।